आज चाहिँ मेरो लिटो बनाउने दिन। मेरो छोरीको लिटोको पिठो सकेको 2-3 दिन भइसकेको थियो, तर घाम पनि लागेको थिएन, पानी पनि परिरहेको थियो अनि मलाई जाँगरै चलेको थिएन। आज चाहिँ बिहानै मजाले घाम लागेको थियो अनि मैले सबै अन्नहरूलाई राम्रोसँग धोएर मजाले घाममा सुकाइदिएँ। 1-2 घन्टाको घामले नै यो मजाले सुकिसकेको थियो। त्यसपछि चाहिँ सबै अन्नहरूलाई राम्रोसँग पालोसँग हल्का रातो भइन्जेलसम्म भुटेँ। त्यसपछि यसलाई 1 घन्टाको लागि यतिकै चिसो हुनलाई छाडिदिएँ। चिसो भइसकेपछि चाहिँ यसलाई मैले मजाले पिनेर छानेर बट्टामा स्टोर गरेर राख्छु। एकचोटि बनाएको लिटोले चाहिँ मेरो नानीलाई 1-1.5 महिनासम्मलाई पुग्छ अनि उनले घरमा बनाएको लिटो चाहिँ मजाले खान्छन्, त्यसैले मैले घरमा नै बनाएर दिने गर्छु। एकचोटि चाहिँ बाहिरबाट ल्याएर दिएको थिएँ नभ्याएर, तर उनले राम्रोसँग खाइनन्। त्यसपछि मैले सधैँ घरमा नै बनाएर दिइरहेको छु उनलाई चाहिँ। उनले चाहिँ यसरी घरमा बनाएको लिटो मजासँग खान्छन् अनि बच्चाले खाइदियो भने चाहिँ बनाउन नै कस्तो जान लाग्ने कि, त्यही भएर म चाहिँ सधैँ घरमा नै बनाएर दिने गर्छु।